नमस्ते, म भरत दाहाल। प्रतिबन्ध लाउनुको निम्ति वातावरण कसरी बनाए याद गर्नुहोस्। हेर्नुहोस्, यिनी खेल बुझेनौ भने हामी देशको निम्ति काम गर्न सक्दैनौँ। वातावरण कसरी बनाए तपाईँ त्यो बेला हेर्नुहोस्। टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा एकहोरो ओलीको निन्दाको एउटा अभियान थियो। एउटा अभियान अचम्म थियो। यस्तो चाहिँ तपाईँको निन्दा, यस्तो बदनामी त पुष्पकमल दाहाल र शेरबहादुरको कहिले पनि भएन। नेपालमा कसैको पनि भएन यस्तो बदनामी। किन त्यो जस्तो प्राविधिक रूपमा उनका तरिका पनि हुन्छन्। त्यहाँ सबै मान्छेले लेख्छ भन्ने पनि हुँदैन। लेख्ने एउटा नेटवर्क पनि उनले बनाएका हुन्छन्। लेखे ओलीलाई यसरी उत्तेजित बनाइदिए कि उनी कहाँ पुगे भन्छ भने सामाजिक सञ्जाल भनेको मेरो शत्रु हो। उनलाई त्यहाँ पुर्याइदिए। त्यो एउटा रणनीतिबाट पुर्याइदिए, योजनाबाट पुर्याइदिए। अनि त्यसपछि सल्लाहकार अथवा चाहिँ जो छन् आसेपासे उनी मार्फत के भन्न लगाए, अब दर्ता गर्नुपर्छ, नियमन गर्नुपर्छ प्रधानमन्त्रीज्यू, होइन भने यिनले सिद्ध्याउँछन् तपाईका विरुद्धमा चाहिँ एउटा डरलाग्दो मिसनमा छन्। उनीलाई हो भन्ने पर्यो। हो पनि उनको निन्दा भइरहेको थियो। उनले जे गरिरहेका थिए त्यही बाहिर आइरहेको थियो। निन्दा पनि कुनै चाहिँ तपाईँको गलत निन्दा होइन। यिनीहरूले सबै मिलेर देश लुटेका थिए, विभिन्न अपराध गरेका थिए, त्यही कुरा आइरहेको थियो। ल्याए गराए पनि यिनैले, जसले मिडिया मार्फत यो क्याम्पेन चलाए गराए पनि यिनै साम्राज्यवादीले। अनि त्यसपछि ओली उत्तेजित भए। उनको बेइज्जतीले उनी टिक्नै नसक्ने थिए। प्रभावित पार्नको निम्ति त्यो प्रोपगन्डा चलाइयो। तपाईहरु याद गर्नुहोस्, केही वर्ष अगाडि ओलीका विरुद्धमा यत्रो क्याम्पेनको निम्ति सारा के अरे चाहिँ सूचना प्रविधि प्रयोग गर्ने मान्छेहरू यिनले सुशासनको प्रमाणपत्र दिएका छन् ओलीलाई। सुशासनको सबभन्दा असल शासन ओलीको पालामा यिनैले प्रमाणपत्र दिएका छन्, यिनैले सम्मान दिएका छन्। हामी त्यो पाटो पनि नबिर्सौं। अनि ओलीलाई उत्तेजित बनाएर सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाए। त्यसपछि भित्र कोही खेल्यो। एउटा त सामाजिक सञ्जाल बन्द भएपछि युवा पुस्ता अन्धकारमा पुग्यो, आँखै नदेख्या जस्तो भयो। त्यसको प्रतिक्रिया आउनु स्वाभाविक थियो। प्रतिक्रिया आयो एउटा। अर्को त्यहाँ भइदियो के भन्छ भने कसैले त्यो आह्वान गर्न लगायो। कोही पहल गर्ने त हुन्छ हैन। जस्तो यिनै जो सफा जेन्जी, एनजिओ जेन्जी बाहेकका जो 23 गते आह्वान गरे, म उनका कुराहरू जस्तो उनका घरमा, उनका परिवारमा कुनै मान्छेहरू त्यो हुन्छन्, कसैले उनलाई चाहिँ उत्प्रेरित गर्यो। एउटा त गर्नुपर्ने कारण पनि थियो, बन्द भयो। दोस्रो त्यसैमा